हे धरानदेखि धनगढीसम्म अन्य धेरै ठाउँमा कति धेरै लुटपाट भएको छ जेन्जीहरूको नाममा। भटभटेनी जल्यो बरै जले धेरै महल, अझै पनि उस्तै त छ बाहिर चहल पहल। हे कोहीले फ्रिज ल्याए, कोहीले लत्ता कपडा कुर्ता, देशको भन्दा आफ्नै रहेछ तिनीहरूलाई त सुर्ता। प्रहरीलाई नियन्त्रणमा ल्यायो नर्फसे, कैदीहरू जेब्रा झोला बोक्दै टापु कसे। हे केही सुनाउन आयौँ फेरि हजुरहरूको माझ, देशको लागि गाउने बेला भयो फेरि आज। यता हेर्छु उता हेर्छु आगो बलेको छ, त्यही आगोले आँखा र मन दुवै जलेको छ। हे देशको गीत त राम्रो मात्रै गाउन मन लाउँछ, क्यार्नु बरै बोल्नै पर्ने परिस्थिति आउँछ। अस्ति फेरि जेन्जीहरूको आन्दोलनको केसले 50 भन्दा बढी युवा गुमाइसक्यो देशले। हे पहिल्यैदेखि भ्रष्टाचारले सीमा नाग्दै आयो, त्यही भएर जनताले पाउनु दुःख पायो। कालो गयो गोरो आयो, गोरो जाँदा कालो, जसरी नि मिलिजुली खान्छन् पालै पालो। हे बाउआमाको बाँच्ने साहस गोली लारै ढले, सिंह दरबार जस्तो देशको सम्पदा नै जले। आन्दोलनमै उठ्नु पर्ने जसले बाध्य गरे, उही मान्छे चाहिँ बेपत्ता छन् अरू अरू मरे। हे सोच्न बुझ्न केही नसक्ने भएकी छु म त, संसद भवन सिंह दरबार चले अदालत। आन्दोलनमा आएका थिए बोक्दै स्कुल झोला, झोलैबाट बग्यो बरै रगतको खोला। हे कति ठाउँका पुलिस मारे मारे जनता पनि, कन्नी कसलाई सुनाउनु र यस्तो भयो भनी। झन् पछि झन् डर लाग्दो रूप भयो